गाइस फुटबल बुट त्यही पनि हाफ एङ्कल त्यही माथि 2300 रुपियाँमा गाइस के छ तपाईले फुटबल बुट किन्ने सोचमा हुनुहुन्छ ठिक्कको मूल्यमा त्यही माथि हाफ एङ्कल नै चाहिएको छ भने त झन् सुनमा सुगन्ध भयो गाइस होइन र भने अब होइन भने ठिक्कको बजेटमा राम्रै सुज लाउँछु जस्तो लागेछ भने त तपाईको लागि यो मैले ल्याइदिए हो गाइस होइन र भने अब होइन यो भन्दा महँगो लाउँछु भन्नुहुन्छ भने यो भन्दा महँगो पनि छ 8000 8500 सम्मको पनि छ नभएको भन्ने त पक्कै होइन गाइस होइन र भने होइन यो भन्दा सस्तो चाहियो सस्तो भए हुन्छ जस्तो लागेछ भने यो भन्दा सस्तो पनि छ गाइस होइन र भने यो ठिक्कको मूल्यमा 2300 रुपियाँमा हाफ एङ्कल बुट भनेको नट अ जोक गाइस बार आइराख्ने हो जस्तो लाग्दैन मलाई है किनभने महँगाई कस्तो भइसक्यो यार तपाईहरुलाई मैले भनिराख्नु पर्छ जस्तो पनि लाग्दैन गाइस होइन र भने हरेक कुराको मूल्य बढेर यार गाह्रो भइसक्यो है स्पेशली कतिपयले त सोच्दो व्यापारी भएपछि भाम कमाइ हुन्छ कतिपयको त सोच कस्तो हुन्छ भने यहाँ आएर जति बेच्यो सबै बेचेको जति नाफा हो जस्तो पनि लाग्छ क्या कतिलाई होइन र भने त्यस्तो हुँदैन गाइस व्यापार गरी खानु धेरै गाह्रो छ धेरै मेहनत गर्नुपर्छ अहिलेको जमानामा त झन् यति धेरै कम्पिटिसन छ एकजनाले 1200 मा दिन्छ अर्कोलाई 1100 मा दिन्छ अर्को जना फेरि 1050 मा झर्छ होइन र भने त्यो पहिलाको जस्तो यो भन्दा 8-10 वर्ष अगाडिको जस्तो एउटामै 1000 ढाल्छु 1500 ढाल्छु 2500 नाफा खान्छु भन्ने दिन गयो गाइस होइन र भने मलाई त्यस्तो लाग्छ है अब अरु पसलको आई डोन्ट नो गाइस होइन र भने तर धेरै गाह्रो छ अहिलेको पसलहरूलाई धेरै गाह्रो छ धेरै जसो पसल त त्यो लकडाउनले गरेर अहिलेसम्म उठ्नु सकेको छैन धन्न हामीलाई चाहिँ तपाईहरुको मायाले गर्दाखेरि नट ब्याड त्यस्तो असर गरिरहेको छैन ठिकै नै चलिरहेछ गाइस होइन र लामो कुरा पनि नगरौँ गाइस तपाईलाई एउटा कुरा के सजेस्ट गर्छु भने कसैको पनि पसल चलेर यसले खतरा कमायो भनेर तपाई पसलतिर हात हाल्नु भनेको चाहिँ तपाईको मूर्खता हो भोलि आफ्नै खुट्टामा बञ्चर हाने जस्तै हो पसलमा मान्छे डुब्यो भने नराम्रोसँगले खेत जमिनदेखि लिएर नि साफै हुन्छ क्या डुब्यो भने त्यो भएर तपाईलाई कुनै पनि काम गर्नु छ यो स्पोर्ट्स लाइनको होस् चाहे कपडा लाइनको होस् बेबीको आइटम होस् चाहे जुनसुकै क्याटेगोरीको काम होस् यदि तपाईलाई त्यो काम गर्ने इच्छुक छ भने तुरन्त लगानी गर्ने हैन तपाई त्यहाँ सानो भएर छिर्नुस् मजाले तपाई मलाई जब दिनुस् भनेर त्यो तपाईलाई जेमा इन्ट्रेस्ट छ त्यसमा काम गर्नुस् कम्तीमा 6 महिनादेखि 1 वर्ष है तपाई त्यसमा चाहिँ उहाँलाई नसुनाउनुस् मैले पसल खोल्नुको लागि भनेर होइन र भने तपाई त्यहाँ जब गर्ने जस्तो यस्तो मजाले केयर गर्नुस् यस्तो मजाले काम गर्नुस् तपाई आफ्नो पसल तरिकाले काम गर्नुस् त्यसपछि तपाईलाई आइडिया हुन्छ अनि मात्रै लगानी गर्नुस् 1 वर्ष ढिलो भएर केही फरक पर्दैन होइन र भने झोली हुनु भन्दा अगाडि अरूको देखासिखी गरेर लगानी गर्नुभयो भने तपाई झोली हुन्छ सुरुमा यार होइन र भने अर्काको काम गर्नु भन्दा चाहिँ यो ठीक छ है घरमै बसेर अनलाइन गर्नुस् है नअत्तालिनुस् धेरै इन्भेस्ट नगर्नुस् थोरै गर्नुस् होइन र भने आफ्नो तरिकाले गर्नुस् गाइस अब म धेरै सम्झाउन चाहन्न गाइस अहिले जति सम्झाए आफू छुच्चो हुन्छ कतिजनाले त सोचिसक्यो होला हेर न सम्झाएको जस्तो लाग्दो होइन र भने मैले त पढेर चेतेको मान्छे हो आइडिया भएको जति आइडिया दिए हो गाइस के छ गाइस फुटबल बुट छ नि गाइस 2300 रुपियाँमा यो एन्जाको नि गाइस हाफ एङ्कल फुटबल बुट पिक्युबमा छ गाइस होइन र भने लुक्स वाइज जानुहुन्छ भने दामी छ गाइस होइन र भने यतिको लुक्सको बुट भनेको राम्रो क्याटेगोरीमा गनिन्छ जस्तो गर्छ लुक्स वाइज जानुहुन्छ भने र तपाईलाई फेब्रिक गोटीको कुरामा त मैले तपाईलाई एन्जाको बुटको तुलनामा त अरु खासै ड्युरेबल हुन्छ जस्तो लाग्दैन जस्तो सुकै बलियो जुत्ता ल्याउनुस् एन्जाको छेउमा चाहिँ केही होइन जस्तो लाग्छ है मलाई गाइस होइन र भने म 8000 कै जुत्ता लगे पनि मलाई लागेसम्म यतिको ड्युरेबल हुन्छ जस्तो लाग्दैन यार एन्जाले सस्तोमा राम्रो जुत्ता ल्याइदिन्छ है खुसी पनि लाग्छ यो हाम्रो लागि पनि राम्रो हो तपाईहरु लाउनेको लागि पनि राम्रो गाइस यो हेर्नुस् त यो कस्तो छ 2300 रुपैयाँ हो गाइस होइन र भने साइज पाउनुहुन्छ अब एन्जामा भनेको अलिकति दुःख लाग्दो कुरा चाहिँ यसको कलर कुन कलर 5 वटा कलर कुन छ देखाउनुस् भन्नु मिल्दैन जुन आयो त्यही आयो गाइस होइन र भने यसको नाम रहेछ जस यहाँ लेख्दैछ है यसको नाम अब इंग्लिश के लेखेको यो है VIBRANT भाइब्रेट रहेछ ल कस्तो हुन्छ है त्यो भन्दा जस मिलाएर बुझ्नुस् न जे भए पनि जस राम्रो छ फ्रेश हो गाइस है पिक्युबले तपाईलाई अरु पसल जस्तो 1 महिना 6 महिना 1 वर्ष 6 महिना 2 वर्षको स्टक बेच्दैन बरु सामान सेलमा हाल्दिन्छ है यो फ्रेश जुत्ता हो 2300 रुपैयाँ हो यो हाफ एङ्कल फुटबल बुटको रेट गाइस होइन र भने सो गाइस म तपाईहरुसँग लामो कुरा गर्न चाहन्न म तपाईहरुको समय बर्बाद गर्न पनि चाहन्न पिक्युमा आउनु भने तपाईले सम्पूर्ण स्पोर्ट्स सम्बन्धी सामानहरु सुपथ मूल्यमा पाइहाल्नुहुन्छ गाइस होइन र भने तर विशेष गरी 2300 रुपैयाँमा तपाईलाई हाफ एङ्कल बुट यदि आवश्यक छ र मन पर्यो भने नि गाइस डाइरेक्ट पिक्युबे गाइस धन्यवाद।